फाइनली हाम्रो चाहिँ सफा भइसक्यो है घरै सफा। मेरो बुढो चाहिँ यता सफा गर्दै हुन्छ। फाइनली मेरो हस्बेन्डले चाहिँ यति धेरै सफा गर्नुहुन्छ कि ओहो पुरै नगरौँ साथीहरू। ती जाँगर लाएर गर्नुपर्छ कि गर्नु भए कि मलाई पिट अब बोल्नु मन लागिहाल्छ। लुकेर भिडियो बनाउनै मन लाग्दैन। आफ्नो बुढाले यसरी काम गर्दाखेरि यति धेरै खुसी लागेपछि त के गर्नु, भिडियो बनाउनै मन लाग्छ के। ल तिमीहरू अल्छीहरू केही गर्दैन भन्छ। अब कति गर्नु कति गर्नु। अहिले यस्तो हुन्छ भोलि यस्तो फोहोर हुन्छ। ल है साथीहरू हाम्रो लिभिङ रुम चाहिँ यस्तो छ। ल बोल्न नि सके छैन कि के भाउ यस्तो र न न न न न न सबैको भाइरल भएको छ। हाम्रो पनि भाइरल होस्। यो सोफा यो बेड चाहिँ यसो दिउँसो आराम गर्नको लागि राखेको। अनि यता चाहिँ सोफा पाहुना साउना आउँदाखेरि टक्क